ल साथीहरू, आज चाहिँ हाम्रो छुट्टी यसो बजारतिर लागिरहेको अवस्था। यतै दुईटा साथी अगाडि अगाडि छन्, म यसो पछि पछि जाँदैछु। आज चाहिँ हाम्रो सिप चाहिँ थियो, त्यही भएर चाहिँ हामी एकछिन बजारतिर सामान किन्न हिँडिरहेको अवस्था। यता दुईजना साथीहरू छन्, नि अगाडि अगाडि गइरहेका छन्। अब हाम्रो चाहिँ नाइट सकियो। अब भोलिबाट चाहिँ डे सिप 1 महिना, हाम्रो चाहिँ 1 महिना डे 1 महिना नाइट हुन्छ। अनि हाम्रो चाहिँ नाइट थियो, अब भोलिबाट डे जाने हो। अब आज चाहिँ पुरा 1 महिनाको लागि सबै सामानहरू किनेर ल्याउनु पर्छ। डेमा चाहिँ अलि हाम्रो सेक्युरिटीको फुर्सद हुँदैन, भनेको टाइममा छुट्टी हुँदैन। त्यही भएर आज चाहिँ हामी सामान बजारतिर किन्न हिँड्ने गइरहेको। यता दुईजना साथीहरू चाहिँ अगाडि अगाडि गइरहेका छन्, म चाहिँ पछाडि पछाडि। ल यस्तै हाम्रोतिर हामी बस्ने चाहिँ यस्तो जङ्गल छ है। ओहो, जङ्गल पनि कति ठुलो ठुलो। ए अगाडि दुईटा साथीहरू गइरहेको छन्, म पछि पछि गइरहेको छु। यतै यस्तो ठुलो नेपालको जस्तो जङ्गल छ साथीहरू। ओहो, यो त हाम्रो जनक सर पनि गइरहेको छ। फेरि यो घर हेर्नुहोस् ल, हाम्रो नेपालको जस्तै सेम। अनि यता बुढी आमै चाहिँ के गरिरहेको, काम गरिरहेको छन्। ल साथीहरू, हामी चाहिँ यसरी गइरहेको छौँ नि। दुईटा साथीहरू पनि अगाडि अगाडि गइरहेको छन्। अनि घरहरू पनि हेर्नुहोस् यस्तो छ। ल साथीहरू, त्यस्तै छ। ल अब चाहिँ हामी बजार पुग्न आँट्यौँ। अब सामान किनेर छिटो छिटो आउने, फर्किने। अनि फेरि रुममा अलिक कपडा सपडा धुनु छ, धेरै काम छ हो आज।